आफ्नै देशको प्रधानमन्त्रीको व्यक्तिगत रूपमा खुलेर प्रशंसा गरे के बिगारे। यति मात्र कारणले अहिले सञ्जालभरि बहिष्कारको हल्ला मचिएको छ। हाम्रो समाजको चरित्र नै यस्तो देखिन्छ। एउटा कलाकारले आफ्नो निजी सोच र अनुभूति अनुसार गरेको साधारण प्रशंसालाई लिएर बहिष्कारको नारा लगाउँछ भने यस्ता व्यवहारबाट हामी कति परिपक्व र कति साँच्चीकै सचेत छौँ भन्ने प्रश्न उठ्छ। हुन त स्वतन्त्र देशमा हरेक नागरिकलाई आफ्नो विचार प्रकट गर्ने अधिकार हुन्छ। आफूलाई मन परेको कुरा खुलेर प्रशंसा गर्नु, मन नपरेको कुरालाई आलोचना गर्नु स्वाभाविक हो। तर आलोचना गर्दा भाषा र मर्यादाको सीमा नाग्नु, जातीय घृणा फैलने शब्द जस्तै डुम दलितले हिरो भएको सुहाएन भन्ने जस्ता अपमानजनक शब्दहरू प्रयोग गर्नु के यो उचित हो? के यसरी व्यक्तिको आस्थामा प्रहार गरेर कुनै पनि बहसलाई सभ्य बनाउन सकिन्छ? प्रकाश सपुतले समाजमा गहिरो जरा गाडेको विभेद र अन्यायलाई कलाका माध्यमबाट उजागर गर्ने प्रयास गर्दै आएका छन्। उनले बनाएका फिल्महरू सारङ्गी लगायत अहिले भर्खरै प्रदर्शनमा आएको फिल्म बसन्त जातीय विभेद अनि सामाजिक अन्यायका चिरफार गर्ने ऐना हुन्। उनले हाम्रो समाजमा रहेको यथार्थलाई कलात्मक ढङ्गले देखाएका छन् ताकि हामी आत्मसमीक्षा गर्न सकौँ भनेर। यति हुनहार कलाकारलाई जो समाज परिवर्तनको सपना देख्छ, जसको सिर्जनाले वास्तविकता बोलेको छ, उसैलाई उसैको निजी विचारका आधारमा बहिष्कार गर्नु के यो हाम्रो समाजको प्रगतिशीलताको चिन्ह हो? यस्तो कदापि होइन। बरु यो त प्रमाण हो कि हामी अझै जात वर्ग र राजनीतिक भिन्नतामा अड्किएका छौँ भन्ने बुझिन्छ। अझै पनि मानिसको मूल्याङ्कन उसको सोच र कर्मले नभई उसको जात, उसको अभिव्यक्तिको कुन पक्ष, कति पक्ष वा विपक्षमा गयो भन्ने कुराका आधारमा गर्छौँ। सामाजिक सञ्जालमा प्रकाश सपुतमाथि भइरहेको बहिष्कारको शैलीले समाजमा दलितहरूलाई हेर्ने नजर कस्तो छ भन्ने यथार्थ देखाएको छ। अझै पनि नेपाली मन र मानसिकता जातीय घृणाबाट मुक्त हुन सकेका छैनन्। अझै पनि हामी कसले के भन्यो भन्दा पहिले ऊ कुन जातका हुन्, कसको पक्षमा बोल्यो भन्ने नजरले हेर्छौँ। समाज बदल्न सपना देख्नेहरूलाई हामीले तिरस्कार गर्ने हो भने परिवर्तन कसरी सम्भव हुन्छ? अझै पनि नेपाली समाजमा दलित अनि उत्पीडित समुदायमाथि दुर्व्यवहार जारी छ भन्ने कुरा यस्ता घटनाले प्रमाणित गर्छ। के हामी विचार र मानवीयताको आधारमा व्यक्तिको मूल्याङ्कन गर्न सिक्ने कि अझै पुराना सोचाइ र घृणाको घेराभित्र सीमित रहने? प्रकाश सपुत जस्ता परिवर्तनका सपना देख्ने युवालाई साथ दिने कि उनीहरूलाई नै बहिष्कार गरेर समाजको अन्धकारलाई थप गाढा बनाउने? यो निर्णय हामी सबैको हातमा छ। हजुरहरूलाई के लाग्छ? कमेन्टमा गएर कमेन्ट गर्नुहोला। हस्त, धन्यवाद।